कार्गोको दुनियाँमा समय र कागजपत्र यिनै दुई कुराले सबै थोक निर्धारण गर्छ। तर सोच्नुहोस् त, यदि यो कागजपत्रको झन्झटै हटाइदिने हो भने के होला? आज हामी यही कुराको खोजी गर्दैछौं, कसरी टेक भिजिटले कार्गो सञ्चालनको पूरै तरिका नै बदल्दैछ। हेर्नुहोस्, सम्पूर्ण लजिस्टिक्स उद्योग एउटा एकदमै आधारभूत सत्यमा टिकेको छ। त्यो हो कागजात। हरेक ढुवानी, हरेक सामान, सबै कुराको रेकर्ड कागजपत्रमा नै हुन्छ। भन्नुपर्दा यो नै सम्पूर्ण प्रणालीको जीवन हो। तर विडम्बना के छ भने यही जीवनरेखा नै अक्सर सबैभन्दा ठूलो बाधा बनिदिन्छ। परम्परागत कागजी प्रणालीहरू एकदमै ढिलो हुन्छन्, झन्झटिला हुन्छन् र गल्ती हुने सम्भावना पनि उत्तिकै। यसले गर्दा सिङ्गो सप्लाई चेन नै सुस्त हुन पुग्छ। ल, अब यो समस्यालाई अझै नजिकबाट हेरौं। यो पुरानो तरिका, जसलाई कागजी अराजकता पनि भन्न सकिन्छ, यसले वास्तवमा व्यवसायहरूलाई कस्तो असर पारिरहेको छ त? म्यानुअल तरिकाले कागजात मिलाउँदाको वास्तविकता यस्तै हुन्छ। कर्मचारीहरूको अनगिन्ती घण्टा केवल कागजी काममा बित्छ। हातले डाटा भर्दा काम त ढिलो हुन्छ नै, भौतिक कागजपत्रको त्यो चाङले त झन् तनाव मात्रै बढाउँछ। अनि सबभन्दा ठूलो जोखिम मानवीय त्रुटि, त्यो त सधैँ रहिरहन्छ। तर अब समय फेरिएको छ। एउटा नयाँ र पक्कै पनि राम्रो तरिका आएको छ, र त्यो समाधान हो अटोमेसन, अर्थात् स्वचालन। यही नै हो परिवर्तनको मुख्य आधार। टेकभिजिटको सबैभन्दा शक्तिशाली विशेषता यही हो, एक क्लिकमा कागजात तयार। कल्पना गर्नुहोस् त, HAWB र MAWB जस्ता महत्त्वपूर्ण कागजातहरू हातले भर्नै नपर्ने, तुरन्तै तयार हुने। यसले सिधै त्यो कागजी कामको बाधालाई हटाइदिन्छ र कामलाई एकदमै सहज बनाउँछ। अनि यो कुरा मात्र होइन, यसले वास्तविक परिणाम पनि दिएको छ। एउटा फ्रेट कम्पनीले के रिपोर्ट गर्यो भने टेक भिजिट प्रयोग गर्न थालेपछि कागजात मिलाउने समयमा 40%ले कमी आयो। यो त स्वचालनको कति छिटो प्रभाव पर्छ भन्ने एउटा ठोस प्रमाणै भयो। यो प्राविधिक फड्को कति ठूलो हो भनेर बुझ्नको लागि यो भनाइ एकदमै सटिक छ। यो त रातारात टाइपराइटरबाट वर्ड प्रोसेसरमा सरे जस्तै हो। परिवर्तन यति नै ठूलो र शक्तिशाली छ। अब जब पनि अटोमेसनको कुरा आउँछ, एउटा प्रश्न सधैँ अगाडि उभिन्छ, के यसले मान्छेको काम खोज्छ त? यो एउटा एकदमै जायज चिन्ता हो र यसको बारेमा कुरा गर्नु साँच्चै जरुरी छ। तर रोचक कुरा के छ भने यहाँ अटोमेसनले मानिसलाई हटाउने होइन, बरु उनीहरूको कामलाई अझै महत्त्वपूर्ण बनाउन मद्दत गर्छ। जब कर्मचारीहरू एकै नासको कागजी कामबाट मुक्त हुन्छन्, उनीहरूले आफ्नो समय र दिमाग ग्राहक सम्बन्ध जस्ता रणनीतिक कामहरूमा लगाउन पाउँछन्। र यसको पनि प्रमाण छ। एउटा लजिस्टिक्स फर्मले के पत्ता लगायो भने यसरी बचेको समयले गर्दा उनीहरूका कर्मचारीहरूले ग्राहक सम्बन्ध सुधार्न 30% बढी समय दिन सके। यसले के देखाउँछ भने अटोमेसनले व्यापारलाई प्रत्यक्ष फाइदा पुर्याउँछ। ल, अब एउटा विशेषताबाट अलि फराकिलो विषयमा जाउँ। यो केवल कुनै एउटा कामलाई स्वचालित गर्ने कुरा मात्र होइन, यो त पूरै कार्यशैलीलाई नै डिजिटल र सुरक्षित बनाउने एउटा यात्रा हो। यो रूपान्तरणलाई बुझ्नको लागि यो अर्को एउटा उत्कृष्ट उदाहरण हो। सोच्नुस् त, यो एउटा भद्र गोल र कागजले भरिएको डेस्कबाट सफा, सुघ्घर डिजिटल कार्यक्षेत्रमा सर्नु जस्तै हो, जहाँ सबै कुरा व्यवस्थित छ, सजिलै भेटिन्छ र सफा छ। र यो केवल सिद्धान्तमा मात्र सीमित छैन, व्यवहारमा पनि देखिएको छ। एक ग्राहकले त केवल 3 महिनामा आफ्नो कागजमा आधारित प्रक्रियालाई 100% डिजिटल बनायो, र त्यसको परिणाम फोहरमा 25%ले कमी आयो। यो हो परिवर्तनको वास्तविक प्रभाव। तर जब सबै कुरा डिजिटल हुन्छ, तब सुरक्षाको प्रश्न उठ्नु स्वाभाविक हो। के डिजिटल प्रणालीहरू साँच्चै सुरक्षित छन् त? यो सबैको मनमा आउने एउटा महत्त्वपूर्ण प्रश्न हो। वास्तवमा टेक भिजिटले सुरक्षालाई पहिलो प्राथमिकतामा राख्छ। यसले महत्त्वपूर्ण जानकारीलाई इन्क्रिप्टेड, भण्डारण र बलियो पहुँच नियन्त्रण प्रणाली मार्फत सुरक्षित राख्छ। यसलाई आफ्नो व्यवसायको जानकारीको लागि एउटा डिजिटल किल्ला जस्तै सम्झिँदा हुन्छ। अब प्रविधिबाट अलि मानवीय पक्षतिर लागौं। सबैभन्दा राम्रो प्रविधि त त्यो हो जुन प्रयोग गर्न एकदमै सजिलो र लचिलो हुन्छ, होइन र? टेक भिजिटले यो कुरालाई कसरी सुनिश्चित गर्छ त? एउटा सरल इन्टरफेसले नयाँ कर्मचारीहरूलाई सिकाउन र काममा लगाउन निकै सजिलो बनाउँछ। एक प्रयोगकर्ताले त यसलाई पहिलो पटक स्मार्टफोन चलाएको जस्तै सहज भनेर प्रतिक्रिया दिएका छन्। अनि परिणाम, कम्पनीहरूले नयाँ कर्मचारीहरूलाई काम सिकाउने प्रक्रिया 50% छिटो भएको पाए। तर
सरलताको मतलब क्षमतामा कमी होइन। टेक विजिटले मोड्युलर डिजाइन अपनाएको छ। यो एउटा टुलबक्स जस्तै हो, जहाँ दैनिक कामको लागि चाहिने आधारभूत औजारहरू सजिलै उपलब्ध छन्, तर आवश्यक परेको बेला विशेषज्ञ प्रयोगकर्ताहरूका लागि शक्तिशाली र उन्नत सुविधाहरू पनि छन्। आजको समयमा जहाँबाट पनि काम गर्न सक्ने क्षमता त अनिवार्य नै भइसक्यो। टेक विजिटको वेब आधारित प्लेटफर्मले टोलीहरूलाई कुनै पनि डिभाइसबाट कागजातहरू हेर्न र काम गर्न दिन्छ। यसले गर्दा जस्तोसुकै अवरोध आए पनि काम रोकिँदैन। अझ महत्त्वपूर्ण कुरा, यसको अफलाइन क्षमताले इन्टरनेट नभएको बेला पनि कामलाई निरन्तरता दिन्छ। यो त कामको लागि एउटा ब्याकअप जेनेरेटर भए जस्तै हो। र अब अन्त्यमा भविष्यतिर हेरौं। यो प्रविधिले लजिस्टिक्सको भविष्यलाई कसरी आकार दिइरहेको छ? टेक विजिट भविष्यको लागि एउटा बलियो आधारशिला हो। यो स्लाइडले उद्योगको प्राविधिक यात्रालाई कति सुन्दर ढङ्गले देखाउँछ। हामी कागजमा अत्यधिक निर्भर विगतबाट अहिलेको डिजिटल अटोमेसनको युगमा आइपुगेका छौं र अबको भविष्य भनेको भविष्यवाणी गर्न सक्ने एआई र आईओटी एकीकरणको हो, जसले लजिस्टिक्सलाई अझै स्मार्ट र दिगो बनाउनेछ। र अन्त्यमा एउटा सोच्न बाध्य बनाउने प्रश्न, के आजका कार्गो सञ्चालनहरू भोलिको लागि तयार छन् त? प्रविधि एकदमै द्रुत गतिमा अघि बढिरहेको छ र जो यससँगै अघि बढ्न तयार छन् उनीहरूले नै भविष्यमा सफलता हासिल गर्नेछन्।